आदरणीय बेबो ब्लग्स, राइडर सुष्मिता र दुई पाङ्ग्रे क्वीन्स लगायत सम्पूर्ण टिमलाई धादिङ दार्खामा हार्दिक स्वागत गर्न चाहन्छु। म गोम्जा वाइटी। दुई पाङ्ग्रे क्वीन्सद्वारा आयोजित यो च्यारिटी राइड वास्तवमै प्रशंसनीय छ। धादिङको विकट रुबी भ्यालीका गरिब तथा विपन्न बालबालिकाहरूलाई जाडोको लागि आवश्यक सामग्री वितरण गर्ने तपाईहरूको यो मिसन एक प्रेरणादायी कदम हो। यो चिसो मौसममा साना बालबालिकाहरूको अनुहारमा मुस्कान ल्याउन तपाईहरूले गर्नुभएको प्रयास देख्दा हामीलाई निकै खुसी लागेको छ। हाम्रो गाउँमा तपाईहरूको बसाइ सुखद रह्यो भन्ने आशा गर्दछौँ। रुबी भ्यालीसम्मको तपाईहरूको यात्रा सफल होस् र भविष्यमा पनि यस्ता पवित्र र महान कार्यहरूमा तपाईहरूलाई सधैँ सफलता मिलोस् भन्ने कामना गर्दछौँ। तपाईहरूको यात्रा सुरक्षित रहोस्। All the best from Gomja YT, your biggest fan. त्यही सुनिरहेको यहाँ धुलो भयो भने त बाटो हेर्न पनि सक्दैन मान्छेहरू, गाह्रो छ हो। क्यामेरामा त्यति धेरै गाह्रो देखाएको छैन होला, बाटो गाह्रो नै छ। खै मैले त साथीहरू पनि देखिनँ। एकछिन कुरुम कि भने हो, फेरि के कुरुम, बाटो छ नि त एकदमै। फेरि यहाँ चाहिँ डोजरले बाटो बनाउँदै हुनुहुँदो रहेछ, त्यही भएर अलिअलि गाह्रो होला साथीहरूलाई, नहुन पनि सक्छ है। फेरि हामी चाहिँ लपाङ पुग्न लागिसक्यौँ। अनि लपाङबाट चाहिँ अर्को दाइले पनि हामीलाई जोइन गर्नुहुन्छ होला सायद। लपाङमै हुन्छु भन्नु भइरहेको थियो। ओहो, यस्तो हुन्छ 360 को बिजोग बनाएँ क्या मैले। बाटो चाहिँ अलिक गाह्रै छ। अनि हामी चाहिँ अहिले लपाङ फेरि भन्ने ठाउँ आइपुग्यौँ। अनि यहाँ उता सलेन्डारको आरुघाट बाटो हुँदै आएको भए यो बाटो आउँथ्यो भने हामी चाहिँ यताबाट आयौँ। हजुर, अब यहाँबाट सिधै तल जानुपर्ने हुन्छ। साथीहरूलाई पनि देखाउनु पऱ्यो नि त बाटो। लपाङ खोला पुल क्रस गरिसक्यौँ अब चाहिँ हामी। ओहो, पहिला त यो पुल क्रस गरिसकेपछि फुल अफरोड क्या साथीहरू, फुल अफरोड। के अरे यहाँ चाहिँ पुरै नै अफरोड थियो, ब्रिज भइसकेको छ अहिले चाहिँ, पहिला जस्तो छैन। कतिखेर पुग्ने हो, कहाँ पुग्ने हो, खै साथी हो, कति बज्यो के गर्यो मलाई केही आइडिया छैन। आज साथीहरू आउनु भएन, हामी मात्रै अगाडि कुदिरहेको छौँ। अलि अगाडि गएर रोक्छौँ, घाममा मिलेर छोडेर जाने कुरा आएन साथीहरूलाई। अनि यहाँ तल साइडमा चाहिँ खोला छ है। अब हामी सिधै किन्ताङ फेरि पुग्छौँ। अनि त्यसपछि दार्खा फेरि। ओहो, ठाउँ पनि कति धेरै छ साथी हो, कतिखेर पुग्ने हो। मेरा साथीहरू आँटिसक्यो होला बाटो देखेर। अहिले चाहिँ खेतबारीमा मल हाल्ने बेला भएको रहेछ है। डिलक्स गइरहेको छ, यो मेरै हो भनेर भन्नुहुन्थ्यो, तपाईँहरूले बताउनुहुन्न। खाएँ मैले चाहिँ। अनि अब यहाँबाट निस्किन लागेको। अब यहाँबाट चाहिँ बाटो अलिकति 1-2चोटि खोला क्रस गर्नुपर्छ। कतिजनालाई त थाहा नै छ, मेरो पहिलाको भिडियो हेर्ने जति मान्छेलाई त थाहा नै छ साथी हो। निस्किनु पर्ने हुन्छ। खोला त अहिले बनाइसक्यो अरे। पालो जाँदै हुनुहुन्छ। त्यहाँबाट क्या मजाले लाइनमा आइराख्नु भएको छ क्या, कस्तो बवाल देखेको यार। हामी चाहिँ अहिले दार्खा फेरि आइपुग्यौँ। अनि अब यहाँ खाजा खान्छौँ, एकछिन रोक्छौँ, एकछिन बस्छौँ। सबैजना दुई पाङ्ग्रे क्वीन्स एडभेन्चर टोलीलाई हाम्रो उत्तरी धादिङको खनियावास गाउँपालिकामा हार्दिक स्वागत गर्न चाहन्छु। खनियावास गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि। पछिल्लो समयमा यो दुई पाङ्ग्रे क्वीन्स लगायत एडभेन्चर धेरै नेपालको यस्तो तपाईँहरू जसरी यो एडभेन्चर गरिराख्नु भएको छ, देशको विभिन्न हाम्रो लुकेको र सरकारको नजरबाट पछाडि परेका धेरै यस्ता ठाउँहरू छन्
जुन अति सुन्दर पनि छन्, जहाँ हामी भिडियोमा फोटोमा हेरेर आशा गर्नुभन्दा पनि तपाईँहरू त्यही ठाउँमा आइपुग्नु भएको छ। झन्डै अब 5-7 घन्टाको ट्राभल बसेर त्यो ठाउँमा पुग्नु पनि हुन्छ। साथीहरू रिभर क्रसिङ अथवा क्रसिङ गरेर आइसके। उही यता माथि कसरी लानु? अब एउटा सर्ट फर्स्ट हुने नहुने ल शिव यात्रा त्यसो भन्ने मन नपरा है जस्तो देख्न सक्नुहुन्छ दार्का खोला पुल। डट ल्याउनुको फाइदा है साथीहरू। ठाउँमा यो गाउँपालिका नगरपालिका छिर्दै सम्मान लिँदै माया लिँदै हिँडिरहेछौँ। किनभने तपाईँहरूलाई चाहिँ अझै पनि मैले कम्प्लिटली तरिकाले बुझ्नु भएको छैन होला होइन। हाम्रो यो राइड भनेको चाहिँ है हामीले चाहिँ अरू बेला हाम्रो पैसा खुदको पैसा खर्च गरेर राइडहरू जान्छौँ भने यो चाहिँ हामीले स्पोन्सर खोजेर उहाँ माथि हामी जुन ठाउँ जाँदैछौँ त्यसको पुरै डिटेल्समा म तपाईँहरूलाई भोलि बताउँछु। किनभने कति यो ठाउँ नयाँ भएर मलाई पनि नाम थाहा छैन नि त। अनि त्यही भएर चाहिँ त्यहाँनिरको स्कुलको बच्चाहरूको लागि चाहिँ यो जाडोको लागि केही डोनेसनको रूपमा हामी हिँडेछौँ। बुझ्नु भयो नि? साथीहरू अहिले चाहिँ हामी दार्खा फेरि आइपुग्यौँ अनि यहाँ खनियावास गाउँपालिकामा हामीलाई चाहिँ स्वागत गर्नुभयो है। मलाई चाहिँ गरिसक्नु उसको पालो आउने बाँकी छ। अब तिमी जाऊ ल। हामी चाहिँ साथीहरू ठाउँ अहिले चाहिँ हामी आइसक्यौँ हाम्रो होटलमा। हाम्रो कहाँ जाने डेस्टिनेसन थियो तर डेस्टिनेसनमा पुग्न सकिएन साथीहरू। के छ र भोलि पनि दिन्छ, भोलि जाने हो तर हाम्रो लिमिटेड टाइम छ। त्यो टाइमसम्म चाहिँ हामी फर्किसक्नु पर्ने हुन्छ। यो चाहिँ हाम्रो सम्मान स्वरूप पाएको